So in this video मैले चाहिँ एउटा वर्कआउट प्लान लिएर आएको छु जुन चाहिँ इफ यु आर बिगिनर यु क्यान ट्राई एट डुइङ किनभने यो वर्कआउटले इट विल गेन मसल यसले चाहिँ फ्याट लुज गर्छ र यसले चाहिँ तिमीलाई एउटा बेटर सेपमा लान्छ। सो इफ यु आर बिगिनर जुनले चाहिँ जिम गएको 1 वर्ष जति भयो र 1 वर्ष जति हुन लागेको छ भने म मेरो पहिला कहानीबाट सुरु गर्छु। जब म जिममा गएँ तब आई वाज भेरी कन्फ्युज वाट टु डु वाट नट टु डु। अनि मेरो कोचले चाहिँ मलाई एउटा राम्रो वेमा चाहिँ एउटा ट्रेनिङ स्पिड दिनुभयो जुन चाहिँ मैले फलो गरेँ र त्यसको रिजल्ट मैले एराउन्ड 6 मन्थमा चाहिँ एकदम राम्रो रिजल्ट देखेको थिएँ। किनभने त्यो वर्कआउटले मलाई एउटा ज्याक्ट पनि बनायो किनभने म स्टार्टिङ वेट 55 किलोको थियो मेरो स्टार्टिङ वेट चाहिँ। अनि 55 किलोबाट आई ट्राभल फ्रम 55 केजिस टु 65 केजिस एराउन्ड। अनि एन्ड द वर्कआउट वाज प्रिटी सिम्पल किनभने हामीलाई लाग्छ कि जिम जाने बित्तिकै यु जस्ट ह्याभ टु अन्धधुन्ध ट्रेन गर्नुपर्छ। कहिले चाहिँ मन लागेको बेलामा अर्को एक्सर्साइज भोलि चाहिँ अर्को एक्सर्साइज, तर त्यसरी बडी बिल्डिङमा चाहिँ हुँदैन। एउटा स्ट्रक्चर वेमा चाहिँ एउटा आफ्नो वर्कआउटहरूलाई प्लान गर्नुपर्ने हुन्छ। अनि त्यो स्ट्रक्चर वर्कआउटमा पनि तिमीले चाहिँ सकेसम्म प्रोग्रेसिभ ओभरलोड फ्रम रेप्स अर फ्रम वेट्समा चाहिँ गर्नुपर्छ। अनि आई सजेस्ट कि इफ यु आर बिगिनर प्लिज स्पेन्ड योर होल टाइम इन जिम बिल्डिङ द स्ट्रेन्थ एन्ड लर्निङ द फर्म। मोस्ट इम्पोर्टेन्ट कुरा तिमीले अहिले डाइट फिक्स गर्नु पनि पर्दैन, कति ग्राम प्रोटिन खाने त्यो पनि सोच्नु पर्दैन। बिगिनरहरूको लागि बिगिनर हो भने आफ्नो जिमको 1 वर्ष एउटा फर्म मिलाउनुतिर लाग र अर्को त्यसमा चाहिँ आफ्नो स्ट्रेन्थ बढाउनतिर लाग। अनि त्यसपछि जब तिम्रो नुब गेन्स आउँछ हो सबभन्दा ठुलो गल्ती मान्छेले यसमा के गर्छ भन्दाखेरि नुब गेन्स आउने बित्तिकै दे स्टप ट्रेनिङ हार्ड। किनभने नुब गेन्स भनेको हाम्रो मसल फाइबरहरूलाई बल्ल 1 वर्षभित्रमा बानी परिसकेको हुन्छ कि। सो त्यो अलिअलि पम्प हुन्छ तिनीहरूमा, अलिअलि त्यो सेप आउन थाल्छ। एन्ड इट डजन्ट मिन कि तिम्रो बेस्ट लाइफमा छ। नो, अगेन you have to train almost hard, whether by adding some weight or whether by adding some rep. So I recommend start by adding more weights and do it with correct form. यसले चाहिँ तिम्रो फर्म पनि बिल्डअप हुन्छ, साथै तिम्रो प्रोग्रेसिभ ओभरलोडलाई पनि सपोर्ट गर्छ। अनि द बेस्ट वर्कआउट स्पिड फर बिगिनर इन द जिम भनेको चाहिँ सन्डे चाहिँ यु विल डु चेस्ट, Monday you will do back, Tuesday you will do thighs and bicep, अनि त्यसपछि Wednesday you will do shoulders, अनि Thursday तिमीले चाहिँ जस्तो तिम्रो विक पार्ट के छ ब्याक र चेस्टमा चाहिँ त्यो रिपिट गरे पनि भयो। मैले युजली चेस्ट रिपिट गर्थेँ थर्सडेमा चाहिँ। फ्राइडे चाहिँ तिम्रो ह्यामस्ट्रिङ, ग्लुट्स अनि त्यसपछि ट्राइसेप। अनि एप्सको कुरा चाहिँ एप्स चाहिँ तिमीले लेगको दिनमा 2टा एक्सर्साइज गर्दा चाहिँ केही फरक पर्दैन। एउटा चाहिँ लेग रेस, अर्को चाहिँ केबल क्रन्चेस। बेस्ट एक्सर्साइज हो यो। अरू त्यस्तो त्यो 20 मिनट एप्सको लागि छुट्टै गर्न पनि पर्दैन किनभने तिम्रो एप्सहरू लेग हान्ने दिनमा परिरहेको हुन्छ। अनि त्यसपछि जब तिम्रो 6 मन्थ कम्प्लिट हुन्छ त्यसपछि यु क्यान गो फ्रम ब्लो स्पिड टु पुसफुल लेग स्पिड। अनि बिचमा चाहिँ यु क्यान एड सम क्रसफिट वर्कआउट्स। अनि अर्को कुरा आफ्टर डुइङ यर वर्कआउट एड एटलिस्ट 20 मिनटदेखि 30 मिनटसम्मको कार्डियो, जुन चाहिँ इन्क्लाइन वाक हुनसक्छ, जुन चाहिँ साइक्लिङ हुनसक्छ। त्यो गर किनभने त्यो भनेको तिम्रो हार्ट हेल्थको लागि एकदम राम्रो कुरा हो। अनि जब तिमी ट्रेन गर्दै जान्छौ यु विल रियलाइज द्याट तिमीले सिक्न पर्ने कुरा धेरै हुन्छ, तिमीले गर्नुपर्ने कुरा अझै पनि धेरै छ। त्यही हो कि तिमी बिचमा जब तिमी हिँड्न सुरु गर्छौ
त्यसमा चाहिँ रोकिने कुनै पनि कारण हुँदैन. You just have to walk until you reach to the final destination of your life. So एउटा माइन्डमा गोल राख, कति वेट बनाउँछु 1 वर्षभित्रमा, त्यसपछि ट्रेन हार्ड, देन रिजल्ट्स विल सो यु. अनि नेक्स्ट भिडियो विल बी अल अबाउट डाइट. स्टे ट्युन्ड.